हेलो एभ्रिवान है अब चाहिँ घरबाट बिदा लिने टाइम हुनु लाग्यो हैन र अब जानुपर्ने हुन्छ भक्क नुहाइसकेको हैन चिसो पानीले चाहिँ यहाँको चिसो जस्तो घाममा पनि यति साह्रो चिसो हैन धरारा जिउ कामिरहेछ हैन यहाँ हेर्नु न मेरो त काँधहरु पनि यस्तो रातो भइदिरहेछ हैन दुईपट्टिको बास बोकेको अब चाहिँ प्याकिङ सेकिङ गर्ने कार्यक्रम लाग्नुपर्छ हो अब चाहिँ यो चाहिँ सिक्किम जाने पार्सलहरु हो यहीँबाट आलुहरु लगेर आएको बस्तीको आलु यो चाहिँ अदरक केटाले मानेछ हो यो चाहिँ अदुवा लगेको यताबाट बोक्नुपर्छ बाइकमा फेरि अट्ने महिना अब साह्रो पर्छ कम्ती कम्ती लानु है हो अब यो परदेशबाट आउँदाखेरि कपडा हाल्नुको मजा र अब जाँदाखेरि कपडा हाल्नुको दुःख चाहिँ बहुत दुःख हुन्छ आउँदाखेरि चाहिँ कस्तो एक्साइटेड हुन्छ हैन घर आउँदाखेरि अब घरमा जानु कस्तो अल्छी लागिरहेछ आज हैन जानै पर्छ के गर्नु हो स्टार्ट भइसक्यो सब्जीहरू छ अलिअलि बाइकमा बाँधेर लानुपर्छ साह्रो गाह्रो पर्छ त्यो चाहिँ अलिक गाह्रो लाग्छ बाइकमा बाँधेर लाग्छ हो अन्त त्यही हो अब लाग्ने हो अब चाहिँ फाइनली सबै कुरा रेडी भयो अनि अब निक्लेको घर चाहिँ यहीँ छ ल लागेको अब राजा रानीहरू मात्रै बस्नु घरमा एउटा एक्जाम यहाँ छ ल बास चाहिँ नकाट्नु अहिले म आएर मात्रै काटौँ र अब चाहिँ निक्लेको हजुर यो डाँडा 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 हुँदै 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 उता निक्लेर जानुपर्ने हुन्छ हो अन्त यो चाहिँ हाम्रो माथि यहाँसम्म मात्रै हो हाम्रो पनि जमिन हो यो ट्याङ्की भएकोसम्म यहाँदेखि चाहिँ यहाँ चाहिँ मकै सकै रोपिसकेको छ हो अन्त आजको ब्लगलाई पनि यसमा इन्ड गर्छु अब फर्किनुपर्छ हो यहाँ सामान बोकिरहेको छु हो अन्त फेरि अब सिक्किम पुगेपछि अब सिक्किमकै ब्लगहरू बनाउँला होइन गाउँघरको चाहिँ यतिसम्म मात्रै फेरि अर्को ब्लगतिर भेटौँ थ्याङ्क यू सो मच फर वाचिङ एभ्रिवान